ल उसले इन्ट्रोडक्सन दिए है त ल सबैजना फेरि 1 2 3 मिन्टु हाई अल जय मेसी नमस्कार सबैजनालाई हामी लखा है त च्यानल ल मिन्टु स्माइलिङ लखा है त च्यानलमा तपाईँहरूलाई स्वागत छ अनि आज चाहिँ हाम्रो केही छैन मोफियो अफ मटन बिरयानी मिन्टु के भनिदेऊ त आज के खान लाग्यो भनिदेऊ के माम पिरो माम यो चाहिँ के बिरयानी माम बिरयानी होइन सरी मटन बिरयानी ल गफर्दा खाउँ ल मिन्टु 1 2 3 ल खाए ल खाए है त ल खै ल खाए है त यो अब भन्दै खान्छौँ है त ए सेता देखिहाल्नु केराको पातमा मुछे गरियो मिठो जस्तो भयो रहेछ है केराको पातमा मुनि टेबलमा त केही छैन अनि आज मसँग मेरो सेता बोलेको त उसले सुमा टेबल साथ बटियो भन्दै थियो अनि माम खानु रहेछ ल गाइस वी आर ह्याभिङ मोमो टुडे भन्दै थियो उसले नि है अनि फेरि होइन मैले चाहिँ चिजमाम भने गाइस वी ह्याभिङ चिजमाम भन्दै थियो अनि हामीले बनाउँछ धेरै बनाउँछ तर हामीले खान नसक्ने भएर साराले चाहिँ यहाँ अलिकति मात्र ल्याएको छ यो प्लेट ठुलो देखाएको छ के हो पात प्लान्ट हो बनानाको पातमा हामी केराको पातमा खाँदैछौँ यो चाहिँ ट्रेडिसनल वेलाई हामीले चाहिँ एप्लाई गर्न खोजेको हाम्रो इटिङमा मलाई पहिलादेखि रहर थियो अझै अब वी प्लानिङ भेरी युनिक थिङ्स अब कसैले अन्डर त कसैले पनि नगरे त भन्दिएँ तर पनि खासै नदेखेको कुरा भनौँ न म बोल्छु म भन्दा मेरो छोरी धेरै बोल्छ आज उसले आज उसलाई दिन्छु आज है त अहिले सुरुमा तान्नु पर्छ अनि टेन्सन लिनुहोस् क्या देखिरहेको छ राम्रो आएको छ केही हालेन आज त अब मिन्ट पनि हालेन जे छ जस्तो हालेर मटर ल्या त्यसैलाई कन्टिन्यू गरेको खाने मात्र पार्दियो खाएर खिच्दियो मोडर्न र एस्थेटिक एन्सियन्टको फ्युजन भयो होइन किनभने अर्को चाहिँ हात्ते खानु पनि तर यो बोनहरू मात्र खाएको स्पुन युज गरेको छ हामीले खास मेरो सुरुदेखि प्लान थियो कि यो के भन्छ यसलाई मकबाङ हाउ डु प्रोनाउन्स द्याट मलाई थाहा पनि छैन जस यो इटिङ कन्टेन्टमा चाहिँ मलाई सुरुदेखि नै यो ट्रे युज गरेर अथवा विदाउट ट्रे भुइँमै बसेर अझै होइन मजाले केराको पातमा खाने मन थियो तर अब बनानाको लिफ अनि सधैँ पोसिबल पनि हुँदैन होइन सधैँ अब बनाना प्लान्ट लिफ पनि पाइँदैन केराको पात पनि गाउँमा पाइन्छ तर हामी सकेसम्म वी कन्टिन्यू दिस कन्सेप्ट इन आवर च्यानल वी ट्राई टु कन्टिन्यू अब यो कति दिनसम्म यो पास हुँदैन माझेर राख्छु पखाएर राख्छु होइन सफाएर राख्छु अनि यसमा केही हालेन मैले त
त्यही मसला हालेँ प्याजको त्यो ऊ पनि हालेँ तर प्याज चाहिँ पुरा कुक गरेँ मैले पछि छरेन मिन्ट पनि हालेन यहाँ बर्थडेमा चाहिँ हाम्रो सुपर फ्रुटहरू हालेको थियो फ्रुट्स हुन्छ नि ड्राई फ्रुट काजु किसमिसहरू अर्कै के राख्यो के राखेको थियो त्यस्तो राख्यो बर्थडेमा चाहिँ बर्थडे भन्दा नमिठो गर्छ यो लम्बुलिन हो पुरा भात अलिक पहिला बनाएको डल्नु भएर म चाहिँ हैदराबाद दम बिरयानी स्टाइलमा बनाउनु खोजेको बनाउँछु प्रायः मासु त अन्डाको लिमिट हुन्छ तर यसमा चाहिँ मसला पिमेर अब अरू यस्तो हातले खान्छ है म त जान्दिनँ नत्र हातले दामी हुँदो रहेछ है ट्राई गर्नु त ल माई ह्यान्ड्स आर वास है किन आई बिन कुकिङ मासु ल्याउनुपर्छ क्या जान्दो रहेछ त आउँदैन म खान पुग्यो होइन यस्तो ड्राई त खान सक्छु त्यो भात त्यो दालहरू मुछेको हुन्छ नि त्यो झोलिलो त्यस्तो चाहिँ खानु हुँदैन यो पनि राम्रो खाँदैन मासु सबै मासु ल्याउँछ के खाने भनेर चिची अरमा No, Cici Arma. Piro. Hah? Piro. Piro ba? Ano ba mo piro ba ko? Poi scegliere questo piro si sa, Oh, I pila itu. un bel po' che quello. Quello è ora. Vabbè. I pila wait. Ani panahan no. Atine malu to atine indra. Ke tote sore. Okay. Ke tote sore atine indra. Okay. Tote sore. Atine chula bala mam patai sone. Oh, sana udalan. I know. ठुलो हुँदा भनेको चाहिँ बोलेको त्यो आमाले चुल्लो होला. Oh. अनि आमाले मोर तिता आएर इते पटाए नि. Oh, labai ito na sala na. Gusto ko na. ल हामीले खाना थपेको छौँ अलिकति अनि तातो पनि ल्याएको के उजाले र मोटे टुलोले है त खान्छ है. आज धेरै पछि हातेले ए मलाई चाहिँ खसीमा छाला एकदम मनपर्छ यस्तो गरेर ए तिमीले ए म थाहा पाएँ मिठो भएको रहेछ है सादाले माथि माथि हाल्छ हो त्यही भएर मुनिबाट यसरी मोल्नुपर्छ क्या अहिले त लाग्छ मलाई मासु भएपछि त बिरयानी यस्तो हुँदो रहेछ मासु मासु खाइसकेपछि बिरयानीमा त कस्तो त्यो निस्ते भात खा जस्तो हुन्छ नि मम्मी त्यस्तो हुँदो रहेछ मलाई मिठो लाग्यो म बनाउँ अझ बजार त ठिक हुन्छ घरको त त्यो मम्मी यो ट्याक्यो यो टट्टो मासुमा त मसला हुन्छ यो ट्याक्यो Bigyan त्यो त्यस्तै हो ओ ये यतै हो मसला चिन्छ ला यो त बित्यो बोन हामीले साइडमै राख्छौँ ए हेलो मेरो ब्याग वाला हेलो मेरो ब्याग थाहा हो हेलो त मेरो ब्याग थाहा यो धर्न यो चाहिँ पुरानो हातले दियो है म दिन्छु न नै मिठो हाल्दै यता बस न बच्चा सुत्न पठाइदिएको त्यही हो बच्चा निन्दा लाग्दा एकदम क्राङ्की हुन्छ हाम्रो चाहिँ अरू पनि हुन्छ होला उसले खायो अब खायो नि अलि खायो उसलाई पुग्यो सो मेनी मटन पिसेस
अब त्यो अब खाइसकेपछि पछिलाई चाहिँ भाँडामा चाहिँ भात मात्र हुन्छ, मिठै हुँदैन। यो सब सबै अनि we didn't have raita भन्छ होइन, raita, we didn't have raita. Without raita also, if there is mutton or chicken, biryani is kaita. मटनमा घरमै त्यो होममेड दही राखेको घिउ रहन्छ, ड्राई बनाएको, चिल्लो खानु हुँदैन। धेरै ड्राई भयो जस्तो। And there's no coke. लस्सी सस्सी नराखेको, किनभने अहिले सन्चो छैन, सन्चो गरेन जाडो महिनामा। सो नखाएको राम्रो खास त होइन। खाउँ मसो खाउँ अनि सक्नु। आज छोटो पनि हाल्छौँ, मतलब धेरै लामो नराख्ने। छाला सकिएछ, अब चामै हुँदैन खानुलाई, हड्डी खान्छ त। सेराखा सुरुमा ल्याएको त पकाएपछि टेबल मिलाउनु थाल्यो, टेबलमा फेरि क्यामेरा मिलाउनु थाल्यो, खाना लिनु जाँदा बच्चा ढ्यामै झार्दैछ। फेरि पाक्दा पाक्दै अब ल्याएर खानुपर्ने, जाडोमा हेर चिसो, अब बासी यस्तो भयो। खाउँ यो केराका पात कन्सेप्ट कस्तो लाग्यो? यो कहीँ पनि नदेखेको, कहीँ पनि अनटच कन्सेप्ट त होइन, र पनि यस्तो उसमा चाहिँ मैले नेपाली मगमन कन्टेक्स्टमा चाहिँ मैले देखेको छैन। गाउँतिर त गर्नुहुन्छ होला। हाम्रो कन्सेप्ट त भए कस्तो लाग्दैछ? Do suggest, give us feedback in the comment sections. हामी अझै उल्फटाइम, what would be the right word, होइन? के हो त्यसको? हामी अझै अमेजिङ आइडियाजहरू लिएर आउँदैछौँ। यो मगमाङको इटिङ हामी खाएको उसमा अब खानु जे हुनसक्छ त्यही गर्ने। वेडेस्ट त भन्दिनँ, तर पनि युनिक, जस कसैले नसोचेको टाइपको ल्याउनु होला। त्यो सधैँ पनि पोसिबल छैन। यो केरापात के मिठो हुन्छ र खाँदा? ढिँडो र लोकल कुखुराको मासु भन्नु है। तपाईँ त्यो हेर्नु मन छ भने त्यो पनि आइहाल्छ। त्यो चाहिँ हुन्छ होला है। म ढिँडो खाँदै भएँ, म लोकल कुखुरा खाँदिनँ, मन पर्दैन। खाउँ न, सक्छ यति खाऊ, अलि खाऊ। अनि कमेन्ट हाल्नु, कहिले खानु सक्दैन मेरो भने। यो थाल ठुलो भएर होला, अझ कस्तो ठुलो थाल थियो। यो बनानाको प्लान्ट लिफकै ठुलो थियो, अनि यस्तो सुस्तो त 2 टुक्रा पाल्नुभन्दा त अट्दैन भने सानो ल्याएको। अलि धेरै जना बस्दा चाहिँ बाहुबली थाली भएर फ्याक्ट बनाना लिफमा राखेर बसेर ड्याप आफ्नो थालकै आफ्नो भाग ल्याएर पोर्सन खानुपर्छ क्या है। ल सारालाई पुग्यो अरे, मलाई पनि लगभग पुग्यो। मासु हड्डीहरू छ,
म यो खान्छु अलिअलि खान्छु त्यतिन्जेल अब म यो भिडियो चाहिँ यो फर्दर चाहिँ म खिच्दिनँ त्यतिन्जेल तपाईँ सबैजनालाई स्टे हेल्दी अनि टन्न खानुहोस् जेन्युन मोटिनुहोस् अनि हाम्रो कन्सेप्टहरू कस्तो लाग्छ सबैजनाले तपाईँले हामीलाई आफ्नो मनमा जे लाग्छ कृपया राख्नु पर्नुहोस् अनि यो हाम्रो च्यानललाई हाम्रो इफोर्टलाई लाइक सेयर सब्सक्राइब गरेर सपोर्ट गरिदिनु पर्नुहोस् भन्दै सबैजनालाई नमस्ते बाई 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 बाई